यी साना तरिकाहरू सिक्नुहोस्। आवश्यक परेको बेला यी निकै काम लाग्छन्। 1. खुट्टाको औंलामा काठको टुक्रा स्प्लिन्टर घुस्यो भने चिम्टा प्रयोग गरेर तान्ने प्रयास नगर्नुहोस्। यसले झन चोट लाग्न सक्छ। सिरेन्जको टुप्पो काट्नुहोस्, घाउमाथि राखेर पिस्टन माथि तान्नुहोस्। चुसाइका कारण काठको टुक्रा आफै बाहिर निस्कन्छ। न दुखाइ न रगत। 2. नयाँ जुत्ताले एरी घिस्रेर धेरै दुख्यो भने म्याच सकिएको सानिटरी प्याडले समस्या समाधान गर्छ। दुखाइ तुरन्तै कम हुन्छ। 3. प्रयोग नभएका प्याड छन्? एउटा प्याड खुट्टाको तलपट्टि टाँच्नुहोस्, मोजा लगाउनुहोस्, त्यसपछि जुत्ता। यस्तो आराम पहिले कहिले महसुस गर्नु भएको नहुन सक्छ। विश्वास गर्नुहोस्, एक पटक अवश्य प्रयास गर्नुहोस्। 4. मोबाइल कभरलाई मोजाभित्र हाल्नुहोस्, त्यसपछि मोबाइल पनि मोजाभित्र राख्नुहोस्। मोजालाई झाडुको डन्डीमा बाँध्नुहोस्। अब एक्लै हुँदा पनि सेल्फी खिच्न सक्नुहुन्छ। 5. छालाका जुत्तामा नराम्रो चिरा परेको छ, चिन्ता नलिनुहोस्। प्रयोग नभएका मोजा जुत्ताभित्र कोच्नुहोस्, माथि कपडा छोप्नुहोस् र इस्त्री लगाउनुहोस्। चिरा सजिलै मिल्छ। अन्तर हेर्नुहोस्, अचम्म लाग्दैन? 6. जुत्ताको फिता फाट्न थालेको छ? टेपले बेर्नुहोस्। तेर्सो काटेर टुप्पो बनाउनुहोस्। स्ट्र, नली चढाउनुहोस्। लाइटरले हल्का तताउनुहोस्। फिता कसेर नयाँ जस्तै देखिन्छ। 7. अग्लो हिल लगाउँदा चिप्लिने महसुस हुन्छ? सोलमा आरीले साना खाल्डा बनाउनुहोस्, त्यसपछि हेयर स्प्रे छड्कनुहोस्। यसले पकड बढाउँछ र चिप्लिने समस्या हट्छ। 8. फोहोरको झोला भुइँमा सिधा फैलाउनुहोस्। मुख टेपले बन्द गर्नुहोस्। अब फोहोर सिधै झोलाभित्र बढार्नुहोस्। सफाई यत्तिको सजिलो पहिले कहिल्यै थिएन।